अवरोध गर्ने स्थिति आयो भने प्रतिरोध स्वाभाविक ढङ्गले हुन्छ। त्यो मुख्य त्यो जेएनजीको त्यहाँ अभियन्ता अथवा मेन त्यो लिडरसिप गरिरहेको मान्छे छ, ऊ चाहिँ किसान श्रेष्ठको घर जलाउनेदेखि लिएर त्यहाँ धेरै काममा चाहिँ संलग्न मान्छे भनिरहेछ। उसको विरुद्ध प्रहरीमा जारी पनि छ र मैले बुझेअनुसार प्रहरीले पक्राउ पुर्जी पनि जारी भएको छ। अब उसलाई पक्राउ गर्छ भन्ने डरले अथवा त्यसलाई ट्विस्ट गर्न अथवा त्यसलाई कन्ट्रोल गर्नको लागि त्यहाँ गतिविधि भएको खेल भएको जस्तो देखिन्छ। दुर्गाप्रसादमाथि त्यतिखेर दर्जनौँ आरोपहरू थिए होइन। ती आरोप मध्येमा उनले 2 वर्ष अगाडि पौष 4 गते र अघिल्लो चैत 15 गते जुन खालको ध्वंसात्मक गतिविधि गरे र त्यो ध्वंसका कारणले दुर्गाप्रसाद त्यतिखेर गिरफ्तार भएका हुन् र जिल्ला अदालतले उनलाई पूर्वपक्षमा हालेको थियो। सरकारले समातेको होइन, अदालतको आदेशमा फैसलामा नै समातेको। केही अराजकहरूले त्यहाँ गेट भत्काएर हाम्रो फोटो च्याते भनिसके पछाडि स्थानीयले त्यहाँ सम्झाउन बुझाउन खोज्दा केही हात हालको स्थिति भयो। त्यस पछाडि पनि दुवै पक्षलाई प्रहरीमा लिएर गएर सम्झाउने बुझाउने ढङ्गले जान सकिन्थ्यो, त्यो पनि पहल भएको देखिएन। त्यस पछाडि जब हामी एयरपोर्टमा गएर सिमराको बोर्डिङ भएर लगभग प्लेनमा हामी चढिसकेका अवस्थामा एकाएक एयरपोर्ट क्लोज भयो भन्ने सूचना हामीले पायौँ। अनि हामीले त्यहाँ एयर होस्टेसलाई सोद्धाखेरि चाहिँ सुरुमा उहाँहरूले एयर ट्राफिक भन्दै हुनुहुन्थ्यो, पछि चाहिँ प्रोटेस्टको कारणले भन्नुभयो। भनेपछि हामीले बुझेसम्म चाहिँ त्यहाँ 20-25 जना युवाहरूले नारा लगाइरहेका छन् भन्ने थियो। पछि त्यही 20-25 जना युवामध्ये 8-10 जना गएर त्यहाँ गेट भत्कायो भन्ने कुरा पनि सुन्यो होइन। अब त्यहाँ के देखिन्छ भने नेकपा एमाले मधेसमा अहिले पछिल्लो बेलामा सरकार बनाइरहेको छ, त्यो प्रक्रियासँग असहमति गरेर मधेसको राजनीति एकदम फोहोरी भइरहेछ। त्यहाँ सभामुखलाई हटाउने, कतिजना सांसदलाई कारवाही गर्ने, के गर्ने भइरहेको सन्दर्भमा अब एमाले विरुद्धको केही दलहरूले अराजक ढङ्गले त्यहाँ ब्याकअप गरेको पनि जस्तो देखिन्छ होइन। र आज हाम्रा 2 जना वडा सचिवहरू चाहिँ नि प्रहरीले समात्यो भन्दा पनि उहाँहरू आफै जानुभएको, प्रहरीले सहजीकरण गरिदिउँ भनेर। उहाँले बिहान मसँग सल्लाह गर्नु, ठिकै छ आफै जाँदा केही फरक पर्दैन, सल्लाह भएको थियो। मैले जानुहोस् केही छैन, प्रहरीले हामी सहजीकरण गर्ने हो, किनभने तपाईँहरू दोषै केही छैन। जसले तोडफोड गरेको छ, जसले गेट भत्काएको छ, जसले त्यो खालको आगजनी गरेको छ, उनीहरूले पो कारवाही गर्ने होला नि त भनेपछि उहाँहरू जानुभयो होइन। र जो मुख्य त्यो जेएनजीको त्यहाँ अभियन्ता अथवा मेन त्यो लिडरसिप गरिरहेको मान्छे छ, ऊ चाहिँ किसान श्रेष्ठको घर जलाउनेदेखि लिएर त्यहाँ धेरै काममा चाहिँ संलग्न मान्छे भनिरहेछ। उसको विरुद्ध प्रहरीमा जारी पनि छ र मैले बुझेअनुसार प्रहरीले पक्राउ पुर्जी पनि जारी भएको छ। अब उसलाई पक्राउ गर्छ भन्ने डरले अथवा त्यसलाई ट्विस्ट गर्न अथवा त्यसलाई कन्ट्रोल गर्नको लागि त्यहाँ गतिविधि भएको खेल भएको जस्तो देखिन्छ। अहिले पनि त्यहाँ 100-150 युवाहरू जम्मा भइरहेछन्। अलिअलि मात्र होइन, आज त युवाहरू थुप्रो उपस्थिति छ। आज पनि कर्फ्यू जारी भएको छ। तपाईँहरूलाई त यतिसम्म भनिएको छ कि जेएनजी युवाहरू चाहिँ के भन्नुभएको छ भने मध्य प्रदेशमा तपाईँ लगायत अन्य एमालेका नेताहरूलाई हामी आउन दिँदैनौँ। त्यति मात्रै होइन, टिकटकदेखि लिएर विभिन्न सामाजिक सञ्जालमा चाहिँ पर्सि तपाईँको जुन कार्यक्रम हुँदैछ त्यो कार्यक्रममा जेएनजीहरूले जसरी चाहिँ सिमरामा चाहिँ गर्नुभयो, तपाईँहरूलाई जान दिएको छैन, काठमाडौँमा पनि त्यसरी रोक्नुपर्छ भनेर सामाजिक सञ्जालमा चाहिँ त्यस्ता किसिमका गतिविधिहरू अगाडि बढेका छन्। के भन्नुहुन्छ यसमा? ठिक छ, त्यो पनि हेर्दै जाउँला, किनभने यस्ता धेरै कुरा हामीले हेरेर आएकै हो। अब हामी लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने, दलीय सिस्टम कायम भएको मुलुकमा राजनीतिक दलको एउटा सभा सम्मेलन गर्न पाउने नैसर्गिक अधिकार राजनीतिक दलको मात्र किन, एउटा व्यक्तिले स्वतन्त्र ढङ्गले आफ्नो अभिव्यक्ति राख्न पाउँछ, उसले फेसबुक लाइभ गर्न पाउँछ, उसले आफ्ना भनाइहरू विविध माध्यमहरूबाट प्रकट गर्न पाउँछ भने अब हामीलाई राजनीति गर्ने नदिने, निषेध गर्ने भन्ने कसैले भनेको छ भने त्यो चाहिँ नि अराजनीतिक कुरा हो, असंवैधानिक कुरा हो, गैर कानुनी कुरा हो। त्यो कुरा हिजो कथित माओवादीको जनयुद्ध ताका पनि हामीले बिहोरेर आएको, मधेस आन्दोलन ताका एक मधेस एक प्रदेश भनेर विखण्डनका बिउ रोप्नेहरूले पनि हामीलाई निषेध गरेकै हुन्। हामीले सप्तरीदेखि लिएर विराटनगरको रङ्गेलीसँग गएर त्यो घटनाको सामना गरेकै हो। अब भोलिका दिनमा पनि कसैले हाम्रो विरोध गर्छ, हामीले अब कालै झन्डा देखाउलान्, त्यो हामी सहज ढङ्गले लिन्छौँ, किनभने स्वीकार गर्नुहुन्छ। हामी लोकतान्त्रिक पद्धतिमा भएको हुनाले विरोधलाई हामीले स्वीकार्छौँ। तर अवरोध गर्ने स्थिति आयो भने प्रतिरोध स्वाभाविक ढङ्गले हुन्छ। एकैछिन तपाईँहरूमाथि प्रश्न पनि गर्न पाइँदैन, तपाईँहरूमाथि यस्ता किसिमका गतिविधिहरू गर्न पाइँदैन भनेर भन्ने गरिन्छ। जस्तै तपाईँकै अध्यक्षज्यूले हिजो के भन्नुभयो भने दुर्गा परसाईलाई बोलेकै भरमा थुन्न पाइन्छ र किन थुनेको तत्काल रिहा गर्नुपर्छ भनेर तपाईँकै अध्यक्षज्यूले भन्नुभएको छ। फेरि तपाईँ नै सरकारमा भएको बेला दुर्गा परसाईलाई पनि थुन्नुभएको थियो, संसदीय 2 जना पत्रकारका पनि कार्डहरू खुसिएका थिए। अहिले फेरि तपाईँहरूले भन्नुहुन्छ बोलेकै भरमा कसैलाई थुन्न पाइँदैन भनिराख्नु भएको छ। यो दोहोरो चरित्र भएन र तपाईँहरूको? विगतको सरकारले दुर्गा परसाईमाथि गरेको कारबाही भनेको बोलेका कारणले गरेको होइन। दुर्गा परसाईमाथि त्यतिखेर दर्जनौँ आरोपहरू थिए
होइन ती आरोप मध्येमा उनले 2 वर्ष अगाडि पौष 4 गते र अघिल्लो चैत 15 गते जुन खालको ध्वंसात्मक गतिविधि गरे र त्यो ध्वंसका कारणले दुर्गा प्रसाद त्यतिखेर गिरफ्तार भएका हुन् र जिल्ला अदालतले उनलाई पूर्वपक्षमा हालेको थियो। सरकारले समातेको होइन, अदालतको आदेशमा फैसलामा नै समातेको। त्यस पछाडि उच्च अदालतले उनलाई छोडिसके पछाडि उनी बाहिरै थिए। अहिलेको सरकारले चाहिँ उनलाई समातेको चाहिँ कुनै फौजदारी अथवा कुनै अभियोगमा होइन। उनले चाहिँ नि यो आन्दोलनका वैदेशिक चलखेलको एक्सपोज गरेका कारणले मध्यरातमा समायो भन्ने आधारमा बोलेकै कारणले र कतिपय विषयहरू सूचनाहरू सार्वजनिक गरेको कारणले चाहिँ समाउनु हुँदैन भन्ने हाम्रो अध्यक्षको कुरा हो। त्यसो भने हाम्रो दोहोरो मापदण्ड छैन। फौजदारी अभियोगमा संलग्न भएका अथवा कुनै आपराधिक कर्ममा लागेका मान्छेहरूलाई सरकारले समाउने र न्यायिक प्रक्रियाअनुसार कारबाही हुने कुरामा हाम्रो कुनै पनि अप्ठ्यारो हुँदैन। अब जहाँसम्म पर्सि 5 गते भोलि 5 गते हामीले गर्ने कार्यक्रम पनि अवरोध गर्न भनेर सोसियल मिडियामा हालेका छन् भन्नु तपाईँले। अब सोसियल मिडिया त कस्तो छ भने यो विशेष गरी साम्राज्यवादी देशका शक्तिहरूले उनको इन्फ्लुएन्समा यो चल्छ र उनीहरूले चाहेका मान्छेहरूलाई उनीहरूले चाहिँ एकदम देवत्वकरण गर्छन् र उनीहरूले नचाहेका उनीहरूको मिसनलाई बाधा गर्नेहरूलाई उनीहरूले दानवीकरण गर्छन्। त्यही दौरानमा नेपालका विदेशी दलालहरू लुसिफरहरू अनेक व्यक्तिहरूलाई चाहिँ सोसियल मिडियाको माध्यमबाट उनीहरूले देवत्वकरण गरेकै थिए। अहिले यो जेनजी आन्दोलन पछाडि तोडफोड आगजनी हत्या हिंसा पछाडि चाहिँ धेरै कुरा एक्सपोज भएको छ र उनीहरूले उनीहरूको मिसनमा बाधा हाल्ने जस्तो राष्ट्रियताको पक्षमा बोल्ने, सार्वभौम सत्ताको पक्षमा बोल्ने, मुलुकको अखण्डताको पक्षमा बोल्ने, विकास समृद्धि र जनताको हकको पक्षमा बोल्ने मान्छेहरूलाई उनीहरूले दानवीकरण गर्छन्। दानवीकरण गरे सामाजिक सञ्जाल अन्तर्राष्ट्रिय हो, बाह्य शक्तिको अथवा अन्य राष्ट्रले चाहिँ सामाजिक सञ्जाल चाहिँ दिएका छन्। हामीले हाम्रो राष्ट्रले तपाईँहरू सरकारमा बारम्बार गइराख्नु भएको छ, एउटा सामाजिक सञ्जाल प्लेटफर्म पनि बनाउन नसक्ने हामी चाहिँ किन अहिलेसम्म अरूलाई किन दोष लगाइरहेका छौँ? हामी किन सुध्रिँदैनौँ भन्नुहोस् त? महत्त्वपूर्ण सवालै यही हो। हामीले जतिखेर कोभिड-19 चलिरहेको थियो त्यतिखेर पनि म्यानिपुलेसनको ठुलो आतङ्क सिर्जना भए पछाडि सोसियल मिडिया ल हामीले ल्याउन खोज्यौँ। त्यतिखेर इनफ इज इनफ ल्याइयो। त्यही गोविन्द केसीलाई अनसन बसाउन लाउने, त्यही इनफ इज इनफ जारी गराउन लाउने, त्यही दुर्गा प्रसादलाई आन्दोलन गराउन लाउने तिनै मान्छे हुन् जेनजीका आन्दोलनका एजेन्डा तय गर्नेदेखि लिएर बारबारा फाउन्डेसनदेखि लिएर हामी नेपाली लगायत विदेशी एनजिओ मार्फत यहाँ आर्थिक परिचालनदेखि योजना निर्माण गर्नेदेखि लिएर सुशीला कार्कीलाई आन्दोलनमा घाइते भएका मान्छेहरूलाई हेर्न सिभिल हस्पिटल लैजाने, अराजक अभिव्यक्ति दिन लाउने, 24 गते नेताहरूलाई हेलिकप्टरबाट लैजाने क्रममा चाहिँ नि आर्मीहरूसँग सेटिङ गर्ने, विदेशीहरूसँग सेटिङ गर्ने र डिस्कर्डको फेक आइडीहरू बनाएर गैर संवैधानिक ढङ्गले सुशीला कोइरालालाई प्रधानमन्त्री बनाउने लगायतका जे हरकतहरू भएर डिस्कर्ड लगायतका नेटवर्कहरू मार्फत अपराधिक लुटपाट र हत्याका जे योजनाहरू बनाए यो निकै गम्भीर कुरा हो। यसलाई नियमन गर्नुपर्छ भन्ने मेन गरेर जेनजीले उचालेकै सोसियल मिडिया नियमन गर्न खोज्यो र नेपालले आफ्नै खालको प्लेटफर्म बनाउन खोज्यो। जसरी चाइना लगायत कतिपय मुलुकले निर्माण गरेका छन्, नेपालका आइटी इन्जिनियरहरूले पनि त्यो गर्ने कुराको एउटा एक्सर्साइज गरेका कुराको सूचना उनीहरूले पाएपछि कसैलाई पनि विकल्प दिइसकेपछि बाटो बन्द गर्नु राम्रो होला। तपाईँहरूले विकल्प नदिएर नै बन्द गरेको कारणले गर्दा आज यो परिणाम आएको हो नि त। तपाईँहरूले विकल्प दिएको खै, हामी जस्ता युवाहरूलाई नेपालमै गर्ने सक्ने वातावरण बनाइदिएको खै त तपाईँहरूले? यो युवाहरू लक्षित कार्यक्रमै थिएन। यो युवाहरूलाई गलत ढङ्गले कन्भिन्स गराइयो। एयर पोल्युसन भन्दैछौँ हामी, यो चाहिँ इन्फर्मेसन पोल्युसन भन्छ। युवाहरूलाई चाहिँ सूचनाको इन्फर्मेसनको पोल्युसन यति सम्प्रेषण गरियो कि यस्तो भ्रम फिजाइयो कि युवाहरू त्यहाँ भ्रममा परे। वास्तवमा हामीले भ्रममा परेको थियो भने तपाईँहरूले सत्य कुरा यो हो भनेर चाहिँ किन नबोल्नु भएको, किन नभन्नु भएको? खोइ हामीलाई दिएको सामाजिक ठिक छ, फेसबुक बन्द गरौँ, जे जति छन् विदेशी सामाजिक सञ्जालहरू बन्द गरौँ, नेपालका नेपालीले चलाउने खोइ सामाजिक सञ्जाल तपाईँहरूले उत्पादन गर्नका निम्ति वातावरण बनाइदिएको खै? अब आजसम्म हामी चाहिँ नि फेसबुक, टिकटक, युट्युब लगायतको सामाजिक सञ्जालको विकल्पको रूपमा नेपाली प्लेटफर्म बनाउनुपर्छ भन्ने निष्कर्षमा पुगिसकेका छैनौँ। यति कुरा क्लियर हुनुपर्छ पहिलो कुरा। दोस्रो कुरा, हामीले उनीहरूलाई भनेको कुरा के हो भने एउटा पान पसल, एउटा तरकारी पसल, एउटा फलफुल अथवा चाहिँ किराना पसलले एउटा ग्रोसरी चलाएको व्यक्तिले राज्यको दर्तामा आउँछ, कर तिर्छ। यत्रो सोसियल मिडिया प्लेटफर्म जुन ढङ्गले परिचालित भइरहेछ र हाम्रो अरबौँ पैसा गइरहेको छ, त्यसलाई करको दायरामा आउनुपर्छ, दर्ता प्रक्रियामा आउनुपर्छ भनेको। उनीहरूले हाम्रो देशलाई हेपेर हामी आउन्न भने त्यो आउनको लागि एउटा निश्चित अवधिको निमित्त हामीले उहाँहरूलाई बन्द गरेका थियौँ। तर युवाहरूमा के भ्रम पारियो भने यो नेताहरू भ्रष्ट छन्, उनका छोराछोरी चाहिँ नेपो बेबी हुन्, उनीहरूले सोसियल मिडिया त्यही भएर बन्द गरे। अब हामी त्यसको विरुद्ध जानुपर्छ भनेर यत्रो देशलाई ध्वंस बनाउने अपराधिक कर्ममा युवाहरूलाई मिसयुज गरियो, म्यानिपुलेट गरियो। मुख्य सवाल यही हो। अब यो सवाललाई रोक्नको निमित्त हिजो हामीले यो कुरा भन्दा उकास्ने
जगदीश खरेलहरू अहिले चाहिँ नि हामी चाहिँ नि मन्त्री भएका मात्रै होइन कि मन्त्री भएपछि एआई र डिप फेकको चाहिँ हामी शिकार भयौँ भनेर अभिव्यक्ति दिन थाले। हाम्रो गृहमन्त्रीज्यू चाहिँ म पनि निशानामा परेँ भनेर अभिव्यक्ति दिन थाल्नुभयो। अब यतिसम्म कि यो आन्दोलनको दौरानमा नेपो बेबी भनेर बनाइएका कन्टेन्टहरू नै उहाँहरूले चाहिँ सम्बन्धित निकायहरूसँग पहल गरेर हराइसक्नुभयो, त्यो सारा सोसियल मिडियाबाट लस्ट गराइसक्नुभयो भन्ने कुरा चर्चामा आइरहेछ। त्यसै गरी आन्दोलन दौरानमा भएका यो लुटपाट र अपराधिक गतिविधिका कन्टेन्टहरू पनि उहाँहरू हटाउने अभियानमा हुनुहुन्छ र जगदीश खरेलजीको कोरिया भ्रमणको एउटा उद्देश्य त्यो पनि हो भनेर बाहिर चर्चा छ होइन। यो छानबिनको विषय होला। भन्नु खोजेको मतलब सोसियल मिडियालाई आफ्नो अनुकूलमा प्रयोग गर्ने, प्रतिकूल भएपछि त्यसको विरुद्ध अभिव्यक्ति दिने जुन खालको यो दोहोरो चरित्र वर्तमान सरकार र त्यसका मन्त्रीहरूले देखाइरहेका छन्, यो बेठिक हो र हामी चाहिँ सोसियल मिडियालाई नियमन गर्नुपर्छ, करको दायरामा ल्याउनुपर्छ र सोसियल मिडियाको दुरुपयोग गरेर दलका व्यक्तिका निजी घरहरू, सम्पत्तिहरू, उद्योगहरूलाई नष्ट गर्ने, उनीहरूको चरित्र हत्या गर्ने, उनीहरूलाई समाप्त गर्ने जुन खेलो भइरहेछ यो बेठिक हो भन्ने हाम्रो निष्कर्षमा चाहिँ हामी कायमै छौँ। अब त्यसो गर्दा नै अति गऱ्यो भने चाहिँ तपाईँले भनेको जस्तो वैकल्पिक प्लेटफर्महरू पनि सोचेर जानुपर्छ। सानो देश भनेर यिनीहरूले विकल्प दिन सक्दैन भने जुन हेप्ने काम हामीले भएको छ त्यो चाहिँ हामी सहन सक्दैनौँ। ओके, तपाईँहरूले यो र्याली गर्दै हुनुहुन्छ है भोलि अथवा पर्सि गर्दै हुनुहुन्छ, यो भोलि के का निम्ति गर्दै हुनुहुन्छ? भोलि हामी नेसनल भोलिन्टियर फोर्सको निर्माण गर्दैछौँ। यो देशमा युवाहरूलाई स्वयंसेवकीय ढङ्गले राष्ट्रको हितको निमित्त सार्वभौम सत्ता, राष्ट्रिय एकता, अखण्डता, मुलुकको चाहिँ नि जनताको विकास समृद्धिको पक्षमा प्रयोग गर्नको निमित्त, उनीहरूलाई उनीहरूको नेतृत्व र व्यक्तित्व विकास गर्नको निमित्त र अहिले विशेष गरी जेनजी आन्दोलन पछाडि सिर्जित एउटा गम्भीर समस्या जसका कारणले चाहिँ जनताको मनोबल गिरेको छ, आवाज दबेको छ, प्रहरी प्रशासनको मनोबल साह्रै कमजोर छ। यही 12 घटना पनि हेरौँ न, 50-60 जना युवा आउँदा पनि प्रहरीले कन्ट्रोल गर्न सकिरहेको छैन, शान्ति सुरक्षा दिन सकिरहेको छैन। यो अशान्ति, सुन्नुहोस् न, यो अशान्ति, यो अराजक, यो यस्ता किसिमका गतिविधि त योभन्दा अगाडि तपाईँहरूले नै गर्नुभएको, हामी जस्ता युवाहरूलाई तपाईँहरूले नै सिकाउनु भएको, तपाईँहरूले नै युवा सङ्गठन खोल्नु भएको, यी सङ्गठनहरूलाई चाहिँ सही ठाउँमा सदुपयोग चाहिँ किन नगर्नु भएको तपाईँहरूले? अब पहिलो प्रश्नकै उत्तर पहिला टुक्यौँ अनि दोस्रोमा जाउँला। त्यो भएको हुनाले हामीले चाहिँ एउटा भोलिन्टियरी काम गर्ने युवाहरूको समूह बनाउँदैछौँ। भोलि 11 बजी माइतीघर मण्डलामा एकदम शान्तिपूर्ण ढङ्गले नेसनल भोलिन्टियर फोर्सको हामी गठन गर्दैछौँ र त्यसले प्राकृतिक विपत्तिदेखि लिएर गरिब दुःखी रोगी मान्छेहरूको सेवा गर्नेदेखि लिएर राज्यको मनोबल बढाउनेदेखि लिएर जनताको हक हितको पक्षमा सहजीकरण गर्ने सबै काम गर्छ। अब जहाँसम्म हाम्रा राजनीतिक दलका सङ्गठनहरूले पनि अराजक गतिविधि गरे कि भन्ने तपाईँको आकलन छ, नेपालको राजनीति पटक पटक बिग्रेको छ। जस्तो माओवादी युद्धका कारणले वाइसिएल जन्मियो, माओवादीले क्रान्तिका नाउँमा अपराधिक गतिविधिहरू गर्यो, मान्छे हत्या गर्ने, लुट्ने, अपहरण गर्ने अनेक खालका धन्दाहरू चलिसके पछाडि हामीले रेगुलर हाम्रो युवासँग नेपालमा युथ फोर्स गठन गरेर उनीहरूलाई शान्ति प्रक्रियामा ल्याउने, उनीहरूलाई सहज ढङ्गले अगाडि बढ्नलाई सहयोग गर्ने, जनताको मनोबल बढाउने, राज्यलाई सपोर्ट गर्ने भूमिका त्यतिखेर युथ फोर्सले खेल्यो।